छ गिला छिन रे खाटो के नि छिटो त्यही त कसरी यार त नमस्ते राम राम वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी बिरिष्टि चौधरी आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु भन्दै आजको न्यू डे न्यू भ्लग सुरु गर्न गइरहेको छु साथीहरू। अनि आज पनि फेरि हाम्रो जानेछ धान बोक्न मुठा पार्न। म चाहिँ खाना खाएर चाहिँ खाइसकेँ, तपाईँहरू पनि खाइसक्नु भएको होला, नखाने भए जानु खान। अनि आज चाहिँ म जान लाग्छु धान बोक्न, धान मुठा पार्न। अनि साथीहरू आज भोलि चाहिँ पुरै पानी आउने जस्तो मौसम गर्छ न, आएर पनि सकिसक्यो रे, फेरि आउन लाग्छ भन्छन्। हाम्रो चाहिँ यहाँ धान अझै सकिया छैन काटेर बोकेर। सो साथीहरू म चाहिँ अब ढस्काउ कम्पनीमा नोकरी गरेर सकेर यहीँ सकिगेँ। अब जान लाग्छु अर्को कम्पनीमा नोकरी गर्न। त्यहाँ चाहिँ डेन्जर छ साथीहरू, यस्तो घाममा पुरै खेतमा ठन गराउन पठाउँछन्, अझै सकिया छैन। सो यता के बोकेर जानेछ रे। उठा दे चुन्नी लिजाउँ कहाँको लिजाउँ मम्मी लैगिल होइ ऊ करे उठा दे। बाहिर जालिउँ त कहाँ जान लाइक रे नि छिटो त्यही त हेर त कसो गरौँ छिर्ने छिटो फसा लागि कच्चिन बनाउनु दुख्न यहाँ ढल लाग्यो ल्या उपर करा दे दही दिया उठो अब फेर एक कठो काका करीबी। साथीहरू यहाँ म चाहिँ यत्रो कुम्ला बोकेर दक्षिण अर्को नोकरी गर्न जान लाग्छु। डर होइन गम्भीर लगाउँछ करल जी कहूँ चल्डेको गाई छरू। अब म यहाँ नोकरी गर्न यहाँ आइनु पनि मैन फेलाइ जाओ भनिरहेछन् साथीहरू। हेलो साथीहरू, आज हामी यहाँ धान काट्न आएको छौँ। यहाँ घाँस मात्रै धान छ। हामी धान काटिराखेको छौँ। यहाँ घाँस मात्रै छ। यहाँ यी घाँस छ, धान भन्दा धेरै घाँस छ। यहाँ यत्रो हँसियाले धान काटिरहेछौँ। अनि यहाँ यतिका धान बोक्यौँ, माथि पनि धान बोक्यौँ। मैले चाहिँ दिउँसो भ्लग बनाउने फुर्सद पाएन रे। यहाँ कतिका धान बोक्ने थियो, मम्मीले जिन बना भन्नुभयो रे त्यही भएर मैले बनाएन। यो भ्लग पनि छोटो भयो। अनि यहाँ हेर्नुहोस् गाइस कति राम्रो सनसेट छ। कसरी यार त ढौला छ गिला छिन रे खाटो के खै कति ढौ लागेछ हो जाङ्गिरो लो गर काम गर। खै यता हेर त आस्था नानी भाउजू यता हेरिनुहोस् त। यहाँ कति धान काट्ने छन्। यहाँ कस्तो राम्रो बेगारी पाएको छौँ। एक प्लेट चाउमिन खुवाए मानिहाल्छन्। दिउँसो त पिरो चाउमिन खुवाहाम। अनि हेर्नुहोस् गाइस यति ठुलो हँसिया छ। मान्छे काट्ने जस्तो हँसिया छ। छ्याट्ट काट्यो भने मान्छे त्यही निम्ति जान्छ। काम नपाएर रहेछ गाइस। आज चाहिँ हामी धेरै भ्लग बनाउन पाएनौँ। उता छन् धान ढल्या छ, यतिन ढल्या छ, अन्डीको धान हो ढल्या छ। अनि यता अलि राम्रो धान छ त त्यही पनि घाँस मात्रै छ, बुझ हेट घाँस छ। बस बजाइल घाँस छ, काट्न सकेको छैन।
सो साथीहरू अब हामी यहाँ धान काटेर यति हामीले काट्यौँ यति काट्यौँ अब त्यहाँ मेसिनले घुवाइ पार्नुहुन्छ अरे धान काटेर अब हामी घर जान लागिसक्यौँ यहाँ राति भइगयो यति राति भइगयो यहाँ यति धेरै धान बोक्यौँ अनि हामीले त्यो मुठा पारेर बोक्यौँ हामी डह्रो ढौलायो अनि कोही त धान दाएर नि सकिदिउँ यहाँ बोकिरहेछन् यहाँ घाँस उठाएर अब हामी घर जान लाग्छौँ अनि आजको भ्लग चाहिँ यति हो हस् त धन्यवाद।